हिसाबले भयो अब तिम्रो रजिला आउँदा म हँसिली चाहिँ हुन्छ कि ठुलो काम गरिदिनु भयो कि दाजुले सीताराम बिनाजुलाई पनि जाति भयो ठुलो काम गरिदिनु भयो साह्रै हलुङ गरी खाना ओर जति बेला सोध्नु होला जे त्यही दिनु होला जे पनि हुन्छ आएर खाने हिजै झर्यो ओरालीको बाटो तिमी आउनु त्यही बाटो अरू आउनु साटो अरू आउनु साटो लाउनु पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो निरीमै हातले घरको चाहिँ बिपिसी कसिसक्यो भनेपछि अलिकति कता कता निधारेर पसिना आएको फिल हो नि त कि वही पछि बहिरीको चाहिँ मानियो कि जेनेरेसन त तल्लो हो नि त तर जे हुँदा पनि एकदम हृदय सही हृदय तिमीलाई धेरै धेरै बधाई शुभकामना छ सही ठाउँ रहेछ हेर्दा आशीर्वाद रहिरहोस् अब यो भनेको हाम्रो अब एउटा चाहिँ जक्सन जस्तै गराउन खोजेको पछिल्लो पुस्तालाई पनि हुने गरी अब अहिले काठमाडौँ बसाइ भए तापनि काम रोकिया हो यो ठाउँ त मडगाउँबाट आँखा बन्द गरेर आइयो मङ्गलापुरबाट पनि
नेपाल बाउजू पोखरा पुतली कसा अन्तरा दैत नेपाल बाउजू पोखरा जय यो किरो हरिले खनेर गाडेको है ए अन्त मैले हरिले ल्याएर हरिले बङ खङ्ती ल्याएर खनेर गाडेको यो पहिला मेरो थियो सुरुमा अनि मलाई के भयो भन्दा पछि सन्तोषले यहीँ किन्छु भन्यो सँगै किन्ने भन्यो अनि सन्तोषले किन्ने भनेर आइसकेपछि पछाडि त्यो कुलो छ नि दाजु कुलो पछि हाम्रो दुईटाको यहाँबाट 15 तो नापिसकेपछि उतापट्टिको जग्गा 1.5 कट्ठा ल ठिक छ ल खेतीमा इच्छा पनि ठिक्क छ भयङ्कर लामो छ नि अनि मोडा र पिछाड बराबर मिल्दो रहेछ एकदम मिल्दो रहेछ 40/40 जस्तो सुनाइदिउँ कि लेखिदिउँ नाम तिम्रो बाँसै कोरेर चढाउँला खाएर पनि यस्तो राम्रो गाउँ भयो ल सन्तोष तिमीलाई धेरै मिस गरियो खुसी लाग्यो एकदमै राम्रो ठाउँमा दाजुभाइ एकै ठाउँमा रहेछ आनन्द आयो यहाँ आउँदाखेरि हामीलाई चाहिँ नजिकै पनि नजिकै पनि छुट्टै मजा जम्मै पुरानो सडकका बाटामा भइने भयो दाजुभाइ जति छ पछि पुरानो सडकको नाम फेरेर चिसमानीको सडक राख्नुपर्छ जस्तो छ आए पुग्ने पो रहेछ भोक निन्द्राको साटो भोक निन्द्राको आँकरा दैत नेपाल बाउजू पोखरा पुतलीको छ आँकरा दैत नेपाल बाउजू पोखरा केटाले आज पनि बेच्यो पुरा टाइगर छन् भनेर टाँगा जतिमा 5 रुपियाँ बुलेट लिएर आएछन् पछाडि चाहिँ बुलेटवाला दाइले दिन्छ भनेर भने यहाँ पनि बेच्यो हामीलाई भने तिमीले हो कि दुइटा छुट्टो छुट्टो गएको छन् फेरि अघि पनि अङ्कल चलाउनेमै हुनुहुन्थ्यो म पछाडि थिएँ अनि अहिले उहाँले चलाउनु भयो फेरि मलाई पछाडि पार्नुभयो आज हामी दिल्ली जाँदा गोटी दिनको समापन जस्तै समग्रमा के कसरी बिताइयो त भन्ने कुरा आजको दिनलाई चाहिँ एक्सप्लेन गर्नलाई म छोराले अनुरोध गरेँ धन्यवाद अङ्कल अब आज चाहिँ एकदम स्पेसल रह्यो किनकि आज हाम्रो पारिवारिक भेटघाट त भइ नै हाल्यो प्लस हामीले आफ्नो अब कति कनेक्टेड रहेछौँ सबै मन वचन कर्मले भन्ने कुराहरू पनि हाम्रो दिनभरिको हिँडाइले चाहिँ त्यसलाई पुष्टि गर्यो हामी एउटाले अर्काको सफलतामा खुसी हुने त्यसलाई प्रोत्साहन गर्ने र एउटा खालको मोटिभेसन चाहिँ नि यो प्राप्त भयो जस्तो मलाई लाग्छ आज हामी दिनभरि आफ्नो अब जस्तो अहिले नारायण अङ्कलको यो सन्तोष नारायण अङ्कल सन्तोषको जग्गामा छौँ उहाँहरूले यत्रो प्रोपर्टी जुटाइसक्नु भएको रहेछ त्यस्तै अहिले मैले एउटा सानो कुटी बनाउँदैछु त्यो पनि अङ्कलले यसो अवलोकन गर्नुभयो खुसी मान्नुभयो यो के हो भने अहिलेको हामी अहिले कार्यक्षेत्रमा जता भए तापनि पछिल्लो हाम्रो रिटायर लाइफ चाहिँ एकै ठाउँमा हुनुपर्छ र पछि हाम्रो बसाइ चाहिँ अलिकति नजिक हुनुपर्छ भन्ने हिसाबले लङ टर्मलाई सोचेर गरेको काम हो यसमा चाहिँ म यही भन्न चाहन्छु डाँडै कतै डाँडै कतै साटी जाऊ भो कस्तुरी माया यसै छुट्नु देख्यो भने हामी नयाँ मिलबाट तल झरिसकेपछि पुरानो सडकलाई फलो गरियो प्रत्येक पुरानो सडकको एक तकरिबन 2 किलोमिटरको दूरीमा हामी चाहिँ एकपछि अर्को परिवार भएको चाहिँ देखियो यहाँ होइन
त्यस कारणले गर्दा भविष्यमा पुरानो सडकलाई एज अ जोक होइन पुरानो सडकलाई छोडेर चिसपानी चोकको सडक राख्न सकिन्छ कि भन्ने एक किसिमको आशा चाहिँ छ यहाँ र यो चाहिँ जोडिन्छ अझै यसले अझै थप्छ होला यो पुरानो सडक। अब हाम्रा बाँकी रहेका सदस्यहरूलाई पनि हामीले यतैतिर नै तान्नुपर्छ किनभने भोलि हाम्रो रिटायर लाइफमा अहिले उनीहरूले भने जस्तै भोलि रिटायर लाइफ हुँदा त ल नारायण के गरेछौ भनेर जाने मन लिनुहुन्छ अथवा टाढा के अरे टाढा भए जान नसकिने नजिक भए जान सकिने ठाउँ हुन्छ के अरे त्यो अवस्था आउँछ अवस्थाले हामीले त्यो ल्याउँछ नि अहिले पो हामी आएर उमा छौँ भोलि त त्यो दिन आउने हो त्यो दिनको लागि पनि हामी नजिक बस्नु जरुरी छ एक्लै अर्कालाई अलि टाढा जान खोजे भाइहरूलाई पनि मैले सागरलाई पनि बारम्बार त्यही भन्छु उनीहरूले राम्रो व्यवस्था गराए पोखरामा तिम्रो ठाउँमा आएर हामीले फेरि व्यवस्था जान भन्न सक्दैनौँ हामीले तिमी चाहिँ त्यतै जानुपर्छ है किन पोखरामा त हामीले सबैको त साध्य हुँदैन नि त यता त अझै पनि साध्य छ हिजोलाई किन सम्झिरहने छोडौँ न मेरो दिमागले काम गरेन होला दाइको दिमागले काम गर्न भने छोडिदेऊ नि तिमीले के हुन्छ दाइले माफ गर्नु हुँदैन अथवा भाइको दिमागले काम भेटेन यार उसको दिमागले भेटेन छोडिदिनु मैले के माफ गर्नु हुँदैन कम्पिटिसन गर्ने घरभन्दा बाहिरको मान्छेहरूसँग होइन पावर देखाउने बाहिरको मान्छेसित अब नारायण यहाँ यसरी हामीसित हिँड्ने केटा हो त होइन नि त उसको आफन्तामा कुन लेभल त हामीले जानेको छौँ नि होइन तर सँगै छ किन छ भन्दा परिवारबाट सँगै छ परिवार सबभन्दा पहिलो कुरा हो ठुला कुराहरू गर्ने परिवारमा बाहिर गर्नु पनि पर्ने दिन पनि आउँछ कहिले काहीँ गरिन्छ भने देवेन्द्रले कति हाँस्छ कति हाँस्छ म जानेछु परिवारभित्र हामी जुन लेभलमा छौँ नि हिजो हामी जहाँ थियौँ आज पनि हामी त्यही छौँ भोलि पनि हामी त्यही हुने हो क्या होइन